नेपाली कांग्रेस दोलखाको आगामी जिल्ला अधिवेशनका लागि छवि लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठनलाई एकताबद्ध गर्दै सशक्त नेतृत्व प्रदान गर्ने उद्देश्यले लामाले उम्मेदवारी घोषणा गरेका हुन्। वैदेश्वर गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत रहँदा लामा विकास निर्माण, सुशासन र जनमुखी कार्यक्रम मार्फत लोकप्रिय बनेका छन्। स्थानीय तहमा देखिएको प्रभावकारी कार्य सम्पादन, पारदर्शिता र समावेशी नेतृत्व शैलीले आफूलाई पार्टी नेतृत्वका लागि योग्य बनाएको उनको दाबी छ। लामाले कांग्रेस दोलखालाई संगठनात्मक रूपमा मजबुत बनाउँदै कार्यकर्ता र जनताको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्रको एकता, अनुशासन र सक्रियतालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ। आगामी जिल्ला अधिवेशनलाई लिएर कांग्रेस दोलखामा नेतृत्व चयनको चासो बढिरहेको बेला लामाको उम्मेदवारीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।